जापान जापान भन्ने बित्तिकै चाहिँ सफा रोड, फ्यासिलिटी र पर्फेक्सन भन्ने कुरा चाहिँ हाम्रो माइन्डमा याद आउँछ। तर कतिपय कुराहरू चाहिँ यहाँ अपुरो छन्। हामी जुन चाहिँ फरेन स्टुडेन्टहरूको लागि चाहिँ जहाँबाट हामी बिलोङ्स गर्छौँ, यहाँ चाहिँ कतिपय कुराहरू चाहिँ ठ्याक्क अपोजिट छ र हामी त्यसै बारे चाहिँ आज छलफल गर्न गइरहेको छौँ। यहाँका व्यक्तिहरू चाहिँ एक्लै घुम्न, एक्लै खान, एक्लै हिडुल गर्न, एक्लै बस्न चाहिँ रुचाउँछन्। यो चाहिँ किन भन्दाखेरि चाहिँ यहाँ चाहिँ एकदम कामलाई चाहिँ एकदम प्राथमिकता दिइन्छ र काममा गयो, त्यसपछि होम, फेरि त्यसपछि काम, होम, काम, होम। त्यही कारणले चाहिँ यहाँको व्यक्तिहरू चाहिँ बिजी हुन्छन् र त्यो बिजी हुन्छन् र कतै जान पर्यो भने पनि उनीहरू चाहिँ के सोच्छन् भन्दाखेरि म एक्लै गएँ भने चाहिँ बरु स्ट्रेस फ्री हुन्छु, एकदम रिल्याक्स फिल गर्छु भन्ने सोच्छन्। त्यही कारणले चाहिँ उनीहरू चाहिँ सबै कुरा चाहिँ आफू एक्लै नै गर्न रुचाउँछन्। यहाँ पहिलेबाट एक्लोपन त थियो नै, मानिसहरू चाहिँ त्यही रुचाउँथे नै। तर जब कोभिड भयो त्यसपछि झन् यसको चाहिँ रेट चाहिँ इन्क्रिज भयो। यहाँ चाहिँ एकदम एक्लोपन बढेको कारणले इभन सरकारले पनि मिनिस्टर अफ लोनलीनेस बनाउनु परेको थियो र बनाउनु पर्यो। र यहाँको व्यक्तिहरू हजुरहरूले चाहिँ अब यदि जापान हुनुहुन्छ भने चाहिँ महसुस गर्न सक्नुहुन्छ। न ट्रेनमा बोल्छन्, ट्रेनमा पनि उनीहरू मोबाइल हेरेर बस्छन्, उनीहरू कोही साथीहरू यताउता कोहीसित नि बोल्दैनन्। यहाँको व्यक्तिहरू चाहिँ अलि सोसल हुँदैनन्। किन भन्दाखेरि चाहिँ सबै कुरा अनलाइन भएको कारणले हजुर रेस्टुरेन्ट जानुहोस्, रेस्टुरेन्टमा पनि सबै अनलाइन हुन्छ। इभन कतिपय रेस्टुरेन्टहरूमा त प्राय रेस्टुरेन्टहरूमा त हजुरहरू गएर बस्नुभयो सबै अनलाइन हुन्छ। इभन वेटरसँग कुरा पनि गर्नु पर्दैन, अनलाइन हुन्छ। क्लिकको भरमा चाहिँ आफूले गरेको अर्डर आउँछ। जापानमा चाहिँ एक्लोपनको संख्या बढेको कारणले चाहिँ सरकारले चाहिँ स्पोन्सर गरेर इभेन्टहरू पनि गर्ने गर्छ र त्यो इभेन्टमा चाहिँ सरकारले के चाहन्छ भन्दाखेरि चाहिँ यहाँको मान्छेहरू चाहिँ त्यो इभेन्टमा भेट होस् र कपलहरू भेट होस् र त्यहाँ चाहिँ एकअर्कालाई चिनजान गरेर उनीहरूको चाहिँ लाइफ अगाडि बढाउन्, बिहे गरून्। त्यो त भयो एक्लोपनको कुरा। र जापानमा चाहिँ विभिन्न प्रकारहरूको रेन्टल वेबसाइट भनौँ, जहाँ चाहिँ हजुरहरूले सबै कुरा रेन्टमा लिन सक्नुहुन्छ। कुकुरदेखि बिरालोदेखि, मान्छेदेखि, गर्लफ्रेन्डदेखि, बोयफ्रेन्डदेखि, आफ्नो इभन बाबा मम्मी धरि रेन्टमा लिन सक्नुहुन्छ। यो कुरा सुन्दाखेरि चाहिँ अलिकति असमित लाग्ला हो, तर यो कुरा सत्य हो कि हजुरहरूले सबै रेन्टमा लिन सक्नुहुन्छ। इभन कोही साथी पनि रेन्टमा लिन सक्नुहुन्छ। र यहाँ चाहिँ होस्टेज भन्छ रुम। त्यो ठाउँमा गइसकेपछि चाहिँ सपोज के हुन्छ भन्दाखेरि सपोज एकजना केटी छ, ऊ एक्लोपन छ, ऊ एक्लो फिल गरिरहेको छ र उसलाई चाहिँ कोही साथी चाहियो गफ गर्नको लागि भने चाहिँ त्यो केटीलाई थाहा हुन्छ कि त्यो जुन होस्टेजमा उसले पाउँछ, जुन केटा पाउँछ, त्यसले चाहिँ लगभग 50जना केटीहरूसँग डिल गरिसकेका हुन्छ, कुरा गरिसकेका हुन्छ। त्यही थाहा हुँदै पनि, किनभने त्यो एउटा प्रोफेसन हो र जो पनि आउँछन् उनीहरूसँग चाहिँ एउटा बोल्ने कला हुन्छ, पोलिसी हुन्छ, जुनले चाहिँ उनीहरूलाई रिल्याक्स, स्ट्रेस फ्री फिल गराउँछ। र त्यो केटीहरू चाहिँ त्यहाँ गएर चाहिँ उनीहरूसँग चाहिँ आइडियाहरू लिन्छन्। सबै पर आवरको चाहिँ आफूले चाहिँ पे गरेर त्यसरी चाहिँ होस्टेजहरूमा जाने गर्छन् र लेडिज पनि बोइज पनि अब त्यसरी हेरी हुन्छ। जापानमा चाहिँ यहाँ चाहिँ कस्तो कल्चर छ भन्दाखेरि अब हामी त नेपालको परियो। हामी नेपालमा त हामी सानो हुँदाखेरि चाहिँ सहारा दिएर बाबा मम्मीले हुर्काउनुहुन्छ र हामीले चाहिँ बाबा मम्मीलाई सहारा दिने बेलामा हामीले चाहिँ हेर्नुपर्छ बुवा आमालाई भन्ने धारणा हुन्छ भने यहाँ चाहिँ कस्तो हुन्छ भन्दाखेरि एउटा एज लिमिट हुन्छ। छोरीको यति एज भइसकेपछि चाहिँ बुवा आमाले नै छोडिदिनुहुन्छ कि जस बच्चामा त हुर्काउनुहुन्छ, अनि यति एज भएपछि चाहिँ अब आफ्नो गर्नुपर्छ भनेर छोडिदिनुहुन्छ। र त्यो बच्चा बच्चीले चाहिँ बुवा आमालाई चाहिँ प्राय चाहिँ कहिले कसो वर्षमा एकचोटि, महिनामा एकचोटि मात्र भेट्न आउँछन्। बुढा बुढीहरू हुन्छन् र कतिपय ठाउँहरूमा त यस्तो पनि केस छ कि भित्र मान्छेको डेथ भइसकेको हुन्छ र छिमेकीले चाहिँ कल गरेको हुन्छ पुलिसलाई जानकारी दिनको लागि चाहिँ। जापानमा चाहिँ सफा गर्ने कम्पनी छुट्टै हुन्छ र जुन त्यो सपोज कसैको डेथ भयो भने चाहिँ त्यहाँ आएर सफा गर्ने कम्पनी छुट्टै हुन्छ र अर्को कम्पनीले चाहिँ के गर्छ भन्दाखेरि त्यो घरको पुरै डिटेलहरू चाहिँ कलेक्ट गरेर र उसको वेबसाइटमा पेस्ट गर्छ र त्यो वेबसाइटमा चाहिँ पुरै डिटेल लेखेको हुन्छ कि यहाँ डेथ भएको घर हो भनेर चाहिँ। किनभने जापानमा चाहिँ घरमा भन्दा पनि प्राय रेन्टमा चाहिँ मान्छेहरू बस्न रुचाउँछन् कि, रेन्टमा बस्छन्। अनि अब सजिलो पनि हुन्छ होला सायद, यतातिर त्यस्तै नै कल्चर छ। र यहाँ धनी गरिब भन्ने पनि हुँदैन, किनभने सबै एउटै हो। रेन्टमा बस्ने रेन्टल हाउसको पनि सुविधाहरू त्यही नै हुन्छ र पर्सनल ओनरको घरको सुविधा पनि त्यही नै हुन्छ कि। जापानमा चाहिँ अब छिमेकीलाई थाहा नहुने, डेथ भएको बुढाबुढी बस्नुहुन्छ जो थाहा नहुने भएको कारणले चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ घरमा चाहिँ
कम्पनीहरूले चाहिँ एउटा सिस्टम चाहिँ प्रोभाइड गरेको हुन्छ कि एउटा बटन जुन चाहिँ इमर्जेन्सी क्लिक हुन्छ। सपोज कोही बुढाबुढी हुनुहुन्छ, उहाँले चाहिँ अब कल गर्न अप्ठ्यारो हुन्छ, बाहिर गएर कसैलाई भन्न अप्ठ्यारो हुन्छ भने चाहिँ इमर्जेन्सी बटन छुट्याइदिएको हुन्छ र उहाँहरूले एक क्लिक दाबेको भरमा चाहिँ इमर्जेन्सी अब एम्बुलेन्स हुन्छ कि पुलिस हुन्छ कि सबलाई जानकारी पुगेर चाहिँ घरमै आउँछन् सरकारी कर्मचारीहरू। र अब फरेन स्टुडेन्टहरूको कुरा गरौँ र विदेशी स्टुडेन्टहरूको चाहिँ के छ भन्दाखेरि उनीहरूको पनि एक्लोपन दिन प्रतिदिन बढ्दै गइरहेको छ। मैले यहाँ 2-3 जनालाई सोधेको छु, उनीहरूले चाहिँ के भन्छन् भन्दाखेरि सुरुमा आए उहाँ नेपालमा त अब आफ्नो भाषा हुन्छ, आफ्नो भाषा सोसँग नि बोलिन्छ, मतलब हुँदैन। तर यहाँ आइसकेपछि के हुन्छ भन्दाखेरि यहाँको जापानिजहरूले चाहिँ कोहीले मात्र 100मा 2 जनाले मात्र इङ्ग्लिस भाषा बुझ्छन्, होइन भने चाहिँ उनीहरूको आफ्नै भाषालाई प्राथमिकता दिन्छन्। जापानिज भाषा नै बोल्नुपर्छ र यहाँको स्टुडेन्टहरूले त जापानिज भाषामा बोल्न त अप्ठ्यारै हुन्छ उहाँबाट जति पढेर आए पनि। र ल्याङ्ग्वेज ब्यारियरको कारणले पनि स्टुडेन्टहरू पनि एक्लोपनमा फसिरहेको हुन्छन् र त्यो त भयो। त्यसपछि अनि अर्को कुरा चाहिँ कामको कुरा चाहिँ यहाँ आएको स्टुडेन्टहरूलाई चाहिँ काम नै हुन्छ, कति बेला काम पाम्ला र काम गरौँला। र सँगै बसेको रुम पार्टनर पनि के हुन्छ भन्दाखेरि एउटाको कति बजी चाहिँ भइदिएको हुन्छ काम अनि एउटाको कति बजी र भेट हुँदैन। खाना पकाए एउटाले खान्छ अनि अर्कोले आएर मात्छ, त्यस्तो भइरहन्छ, लगभग भेट हुँदैन। र एक्लोपन चाहिँ त्यसरी पनि फरेन स्टुडेन्टहरूले चाहिँ झेल्न परिरहेको छ। जापानमा चाहिँ के छ भन्दाखेरि यहाँको व्यक्तिहरू चाहिँ निकै बिजी हुन्छन् र त्यो बिजी भएको कारणले यस्तो बिहेहरूमा बोयफ्रेन्ड गर्लफ्रेन्ड बनाउनुमा र बच्चा जन्माउनुमा चाहिँ यिनीहरू निकै पछाडि छन्। त्यही कारणले चाहिँ जनसङ्ख्या चाहिँ निकै कम छ यहाँनिर जापानमा चाहिँ। र कतिपय गाउँहरूमा त हजुरहरूलाई भन्दा अचम्म लाग्ला, कतिपय गाउँहरूमा त त्यो गाउँ सुन्ने नलागोस् भनेर चाहिँ डल धरि राखिन्छ, घरमा डल राखिन्छ ताकि चाहिँ त्यो घर चाहिँ सुन्ने जस्तो फिल नहोस् भनेर। यहाँ चाहिँ कस्तो हुन्छ भन्दाखेरि कतिपय त्यही कारणले चाहिँ सरकारले चाहिँ एकदम यो कुरालाई चाहिँ घटाउनको लागि चाहिँ निकै प्रयास गरेको छ। र कतिपय ठाउँमा चाहिँ हबी ओरिएन्टेड प्रोग्रामहरू चाहिँ राखेको हुन्छ, जहाँ चाहिँ हजुरको हबी अनुसारको प्रोग्राम हुन्छ। त्यहाँ चाहिँ अरू कसैको पनि त्यस्तै खालको हबी छ भने त त्यो व्यक्ति पनि त्यहाँ आउने भयो र फ्रेन्डसिप बढ्छ र पछि लाइफ पार्टनर बन्न सजिलो हुन्छ भनेर हबी ओरिएन्टेड प्रोग्रामहरू पनि गरिन्छ जापानमा चाहिँ। कतिपय ठाउँमा चाहिँ एक्लै क्याम्पिङ गरिरहेको हुन्छन् र एक्लै ट्राभलिङ गरिरहेको हुन्छन्। र हाम्रो चाहिँ बानी के छ, अब कोही एक्लै छ भने चाहिँ ओहो कस्तो एक्लै रहेछ भन्ने हुन्छ। तर यहाँको व्यक्तिहरू चाहिँ त्यही एक्लैलाई नै रमाउँछन् कि त्यो एक्लो फिल जुन हुन्छ त्यसमै रमाउँछन्। किनभने काममा गयो, घर आयो, काममा गयो, एकदम बिजी सेड्युल हुन्छ र एक दिन छुट्टी हुन्छ, 2 दिन छुट्टी हुन्छ, उनीहरूले आफैले लिन्छन्। र त्यो छुट्टीको दिनमा चाहिँ उनीहरू चाहिँ सोलो क्याम्पिङ गर्न रुचाउँछन्, ट्राभलिङ गर्न रुचाउँछन्, रेस्टुरेन्टमा गएर खान रुचाउँछन्। यहाँको व्यक्तिहरूलाई चाहिँ यस्तैमा पर्छ। यहाँका मानिसहरू चाहिँ मिलनसार हुन्छन्, रमाइलो गर्ने पनि हुन्छन् र अरूलाई सिकाउन खोज्ने खाले पनि हुन्छन्। तर कस्तो भइदिन्छ भने हामी फरेन स्टुडेन्टहरू चाहिँ आउँछौँ अनि सुरुमै ल्याङ्ग्वेज ब्यारियर भइदिन्छ क्या। हामी चाहिँ कस्तो हुन्छ भने हामी क्लोज हुनै सक्दैनौँ। कोही जापानी अब टिचर होस् या साथीहरू क्लासमै पढ्ने साथीहरू होस् अरू देशको कोहीसित पनि, जो हरकोहीसित के भने क्लोज हुन सकिँदैन। किनभने अरू स्टुडेन्ट अरू ठाउँबाट हुन्छ, उसले पनि इङ्ग्लिस बुझ्दैन, उसकै भाषा बुझ्छ, जापानिज अलिअलि बुझ्छ। यहाँनिर जापानमा चाहिँ के छ भने बरु नेपालीले बरु धेरै जापानिज भाषा बुझ्ला, तर अरू देशबाट आएकोहरूले बुझ्दैनन्। र टिचरहरूको कुरामा त उनीहरू इङ्ग्लिसै बुझ्दैनन्, त्यही जापानिज मात्र नै हो। कोही टिचरहरूले मात्र बुझ्नुहुन्छ। त्यही कारणले चाहिँ एकदम नजिक हुन चाहिँ गाह्रो नै पर्छ। यो कुराहरू चाहिँ गर्दैछ किनभने कतिपय कन्ट्री साइड क्याफेहरूमा चाहिँ दिनमै मान्छेहरू चाहिँ 4-5 जना भेला भएर सँगै खाना खाने गर्छन् र त्यहाँ चाहिँ जात भनिँदैन, भाषा भनिँदैन। जस्तै सपोज म छु एउटा कन्ट्री साइड कुनै क्याफेमा गयो भने चाहिँ त्यहाँनिर कस्तो हुन्छ भने हजुरले भाषा बुझोस् नबुझोस् आफै बोल्न आउँछन् कि उनीहरू आफै बोल्न आउँछन्, के चाहिएको अब मिलेर खान्छन्, पे यताउता मिलेर गर्छन्। त्यही कारणले मलाई लाग्छ कि बिस्तारै यो कुरा चाहिँ यहाँ घट्दैछ र राम्रो हुँदैछ। भिडियो अहिलेसम्म हेरिरहनु भएको छ भने चाहिँ हजुरहरूलाई धेरै धेरै धन्यवाद छ र एक लाइक र सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला। धन्यवाद।